आफ्नै घरको करेसा बारीमा फलेको 2 चना सुन्तला। सो हे गाइस, म चाहिँ दीपिका कार्की एन्ड दिस इज डे 20 अफ 30 डेज मिनी भ्लग च्यालेन्ज। अनि आज चाहिँ म बिहानको 12 बजे उठेर सुन्तला खान माथि छतमा गएँ। अनि मामुको 2-4 गाली सुन्दै सुन्तलाको मजा लिँदै थिएँ। ब्याकग्राउन्ड साउन्डमा चाहिँ धेरै कुखुराहरू करेर छन् किनभने त्यो मेरो घरकै हो। त्यसपछि मलाई असाध्यै भोक लागेर घरको भात छोडेर मैले पिज्जा मगाएँ। त्यतिले पनि नपुगेपछि मैले कर्न डग पनि मगाएँ। अब त्यस्तो खासै मिठो चाहिँ थिएन, तर क्यामेराको लागि वाउ भनिदिए। त्यसपछि घरमा मेरो मामुलाई जागर चलेर मोमो बनाउने निर्णय गर्नुभयो। अनि मामु एक्लै काम गरिरहेको देखेर केही सहयोग पुरा न त भनेर मैले मोमोहरू हेर्दै बसेँ। त्यसपछि हाम्रो बाबा पनि घर आइपुग्नु भयो र हामीलाई एक्सट्रिम र रेड बुल पनि ल्याइदिनु भयो। अनि त्यो रेड बुल चाहिँ एक गुट खान नपाइ सकिहाल्यो। त्यसपछि मलाई अल्छी लाग्यो अनि यसो कलेज गइदिनु न त भनेर म कलेज गएँ। अनि अलिअलि नाटक पार्दै भिडियो खिचेँ, किन प्रुफ त हुनु पर्यो नि त कलेज गएको। कलेजमा बुक माग्न गएको त सरले मलाई नचिनेर तनाव भयो। अब त्यस्तो किन होला भनेको त हप्तामा 2 दिन गएपछि कहाँबाट चिन्छन् त। अब जे भए पनि मैले बुक लिएर घरमा पढ्छु है भनेर फर्किएँ। आमुले पढ्ने मान्छे जहाँ पनि पढ्छन् भन्नुहुन्थ्यो, त्यही भएर मैले सिटीमै पढ्नु थालेँ। आजको दिन चाहिँ यस्तै रमाइलो गयो। अब सी यू इन द नेक्स्ट भिडियो। बाई गाइस, सब्सक्राइब गरिदिनु होला है।